यतिको छत पुरै सफा गर्नु पर्यो यो ग्लासहरू भित्र बाहिर है यो इनर एरिया भयो यो टाइल्स एरिया भयो यो ग्लासहरू भयो है अपन ग्लासहरू भर्याङ भयो यो त्यस्तै 4 फ्लोर छ है भर्याङ यस्तो सिसाहरू भित्र बाहिर यो भयो सोफाहरू भयो सोफाहरू है सबै बाहिरको टाइल्सहरू भयो है यो टाइल्स सिसाहरू यिनीहरू सबै भित्र बाहिर है यिनीहरू यो डस्टिङ मफिङ गरिदिनु सबै है टोयलेट 3टा छ राम्रोसँग सफा गरिदिनु पर्यो भित्र बाहिर ग्लासहरू पनि है त भर्याङ भयो पछि यो सोफाहरू भयो है सोफाहरू अनि यो फ्लोरहरू भयो यो फ्लोर अनि यो भयो है यिनीहरू भर्याङ भयो भर्याङ यो सोफाहरू भयो है पार्टीको रुमलाई पनि सफा गर्नु है यहाँ पनि सोफा छ यो सोफालाई यता सबै डस्टिङ मफिङ यो टाइल्सहरू भयो टोयलेट छ अर्को अब यो सबै यो एरियाहरू यो चिम्नीहरू सबै सफा गर्नु ग्यास बर्नरहरू यो भयो यो एरियाहरू अनि यो भयो यो टाइल्स भयो यो टाइल्स है अनि टाइल सबै सफा गर्नुपर्छ यति यहाँ छ यति भाँडा छ है अनि यो फ्लोर भयो